हेलो एभ्रिवान आजको यस भिडियोमा बीबीएस सेकेन्ड इयर फाइनान्स सब्जेक्ट च्याप्टर 4 फन्डामेन्टल अफ रिस्क एन्ड रिटर्न यो च्याप्टरलाई इक्जाम ओरिएन्टेड भएर डिस्कस गर्नेवाला छौँ। सुरुमा यो च्याप्टरको बेसिक कन्सेप्ट्स, न्युमेरिकल सल्भ गर्दा चाहिने फर्मुलाजहरू र लास्टमा फास्ट ट्युमा सोधेको एउटा 10 मार्कको न्युमेरिकल पनि सल्भ गर्नेवाला छौँ। सबैभन्दा पहिला रिस्क र रिटर्नलाई बुझ्ने कोसिस गरौँ। रिस्क पोसिबिलिटी अफ लस अर अनसर्टेनिटी अफ रिटर्न इज रिस्क भनेको मतलब बिजनेसमा अथवा हामीले इन्भेस्ट गरे बापत रिटर्न नआउला कि अथवा बिजनेसमा लस होला कि यही नै हाम्रो रिस्क हो। ल रिटर्न भनेको चाहिँ रिवार्ड विच क्यान बी अब्टेन फ्रम द इन्भेस्टमेन्ट। हामीले इन्भेस्ट गरे बापत पाउने रिवार्ड नै हाम्रो रिटर्न हो। इक्जाम्पलको लागि हामीले स्टकमा इन्भेस्ट गर्यौँ भने रिवार्डको रूपमा डिभिडेन्ड पाउँछौँ र लोन अथवा डिभेन्चरमा इन्भेस्ट गऱ्यौँ भने रिवार्डको रूपमा इन्ट्रेस्ट पाउँछौँ। यही नै हाम्रो रिटर्न हो। अब इन्भेस्टमेन्ट इज द एलोकेसन अफ आवर क्यापिटल और रिसोर्सेस इन एन एसेट विथ एक्सपेक्टेसन अफ अर्निङ इन्कम अर प्रॉफिट इन फ्युचर भनेको मतलब हामीसँग भएको क्यापिटललाई कुनै पनि एसेटमा लगाइदिने ताकि हाम्रो फ्युचरमा त्यसले रिटर्न दियोस्। यो नै हाम्रो इन्भेस्टमेन्ट हो। इन्भेस्टमेन्ट दुईटा टाइपको हुनसक्छ, एउटा सिंगल इन्भेस्टमेन्ट, अर्को पोर्टफोलियो इन्भेस्टमेन्ट। सिंगल इन्भेस्टमेन्ट इन्भेस्टिङ आवर इन्टायर क्यापिटल इन ओन्ली वान एसेट भनेको मतलब हामीसँग भएको सबै क्यापिटल एउटै एसेटमै लगाइदिने। इक्जाम्पलको लागि हामीसँग 1 लाख थियो, त्यो 1 लाख चाहिँ हामीले एउटा स्टक एमै हामीसँग भएको 1 लाख नै त स्टक एमै लगाइदिउँ सबै। अनि पोर्टफोलियो इन्भेस्टमेन्ट इन्भेस्टिङ आवर क्यापिटल इन 2 or मोर देन 2 एसेट भनेको मतलब अघि हामी सिंगल इन्भेस्टमेन्टमा चाहिँ हामीसँग भएको क्यापिटल 1 लाख चाहिँ स्टक एमै लगाइदिउँ, तर पोर्टफोलियो इन्भेस्टमेन्टमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि त्यो 1 लाख क्यापिटलै एमा मात्र होइन, बीसी अथवा एउटा स्टकमा मात्र होइन, अरू पनि फाइनेन्सियल एसेटमा लगाइदिन्छौँ। इक्जाम्पलको लागि 40% हामीले स्टक एमा लगायौँ र 60% स्टक बीमा लगायौँ। 40,000 स्टक एमा र 60,000 स्टक बीमा लगायौँ भने चाहिँ हाम्रो यो पोर्टफोलियो इन्भेस्टमेन्ट भयो। यति बुझिसकेपछि चाहिँ अब हामी फर्मुलाजमा जाऊँ। 1 नम्बरमा रेट अफ रिटर्न अथवा होल्डिङ पिरियड रिटर्न एचपिआर। एचपिआर भनेको चाहिँ एन्डिङ प्राइस माइनस बिगिनिङ प्राइस प्लस क्यास अपन बिगिनिङ प्राइस। यसमा चाहिँ यो क्यास भनेको चाहिँ हाम्रो रिटर्न हो, इन्ट्रेस्ट र डिभिडेन्ड रिसिप्टहरू हो। ल अब चाहिँ हामी यो च्याप्टरको मेन कुरामा जाऊँ। यो च्याप्टरमा मेन जान्नुपर्ने भनेको हामीले एक्सपेक्टेड रिटर्न निकाल्न रिस्क निकाल्न हो। रिस्क पनि दुईटा टाइपको हुन्छ, एउटा टोटल रिस्क र अर्को पर युनिट अफ रिस्क। एक्सपेक्टेड रिटर्न निकाल्नको लागि हामी मिन निकाल्छौँ, अनि टोटल रिस्कको लागि स्ट्यान्डर्ड डेभिएसन र पर युनिट अफ रिस्कको लागि कोएफिसिएन्ट अफ भेरिएन्स। ल अब एक्सपेक्टेड रिटर्न र रिस्क हाम्रो सिंगल इन्भेस्टमेन्टमा र पोर्टफोलियो इन्भेस्टमेन्टमा कसरी निकाल्छौँ त्यो हेरौँ। सुरुमा सिंगल इन्भेस्टमेन्टमा हेरौँ। सिंगल इन्भेस्टमेन्टमा हामी रिस्क र एक्सपेक्टेड रिटर्न निकाल्नको लागि डेटा हेर्नु पर्यो। पहिला त्यो डाटा कस्तो छ, हिस्टोरिकल डेटा छ कि प्रोबाबिलिटी डेटा छ भनेको मतलब यदि त्यो डाटामा प्रोबाबिलिटी दिएको छ भने त्यो प्रोबाबिलिटी डेटा हो, यदि प्रोबाबिलिटी दिएको छैन भने त्यो हिस्टोरिकल डेटा हो। र हिस्टोरिकल डेटामा चाहिँ एक्सपेक्टेड रिटर्न कसरी निकाल्ने, एक्सपेक्टेड रिटर्न भनेको हामी मिन हो भनेको थियौँ। जसरी हाम्रो मिन एक्स बार भनेको समेसन एक्स अपन यान हुन्थ्यो, हो यहाँ पनि सेम नै हो। एक्सपेक्टेड रिटर्न आर बार भनेको चाहिँ हाम्रो रिटर्न अफ ए अपन यान। ल अब स्ट्यान्डर्ड डेभिएसनले हाम्रो टोटल रिस्क मेजर गर्छ, अघि भनिसक्यौँ। अब स्ट्यान्डर्ड डेभिएसन कसरी निकाल्ने, स्ट्यान्डर्ड डेभिएसन निकाल्नको लागि रुट समेसन रिटर्न अफ ए माइनस एक्सपेक्टेड रिटर्न अफ ए, यो भनेको अघि हामीले निकालेको मिन, यसको होल पावर अपन यान माइनस 1। हाई स्ट्यान्डर्ड डेभिएसन इक्वल्स टु हाई टोटल रिस्क, यो भइहाल्यो। अब कोएफिसिएन्ट अफ भेरिएन्स सिबी कसरी निकाल्ने, सिबीले चाहिँ हाम्रो पर युनिट अफ रिस्क मेजर गर्छ, अघि भनिसक्यौँ।
अब सिबी चाहिँ कसरी निकाल्ने? सिबी निकाल्नको लागि स्ट्यान्डर्ड डेभिएसन अपन एक्सपेक्टेड रिटर्न भनेको मतलब मिन। अब चाहिँ यदि त्यो डेटा प्रोबाबिलिटी डेटा छ भने कसरी निकाल्ने? प्रोबाबिलिटी डेटा छ भने एक्सपेक्टेड रिटर्न निकाल्नको लागि रिटर्न इन्टु प्रोबाबिलिटी त्यहाँ डिफ्रेन्ट इयरको दिएको हुनसक्छ। इयर 1 को रिटर्न इन्टु इयर 1 को प्रोबाबिलिटी, इयर 2 को रिटर्न इन्टु इयर 2 को प्रोबाबिलिटी हो। त्यसरी नै समेसन रिटर्न इन्टु प्रोबाबिलिटी गऱ्यो भने एक्सपेक्टेड रिटर्न आयो। अब स्ट्यान्डर्ड डेभिएसनको लागि रुट अन्डर अघिको याद गर्नु, रिटर्न अपन एक्सपेक्टेड रिटर्न को होल स्क्वायर इन्टु पी। अघि हिस्टोरिकल डेटामा चाहिँ यहाँ पी हुन्थेन, बरु तल चाहिँ n-1 हुन्थ्यो। तर प्रोबाबिलिटी डेटामा चाहिँ यहाँ इन्टु पी हुन्छ। सिबी भनेको सेम नै भयो। सिंगल इन्भेस्टमेन्टमा एक्सपेक्टेड रिटर्न र रिस्क क्याल्कुलेट गर्न जानिसकेपछि अब पोर्टफोलियो इन्भेस्टमेन्टमा गयौँ। पोर्टफोलियो इन्भेस्टमेन्टमा हामी पोर्टफोलियो रिटर्न क्याल्कुलेट गर्छौँ। पोर्टफोलियो रिटर्न क्याल्कुलेट गर्नको लागि फर्मुला चाहिँ हाम्रो वेट अफ ए इन्टु एक्सपेक्टेड रिटर्न अफ ए प्लस वेट अफ बी इन्टु एक्सपेक्टेड रिटर्न अफ बी। अब यसमा वेट अफ ए र वेट अफ बी भनेको के हो भन्ने लाग्न सक्छ। वेट अफ ए भनेको चाहिँ हाम्रो इन्भेस्टमेन्ट, हाम्रो को वेटेज। इक्जाम्पलको लागि हामीसँग 1 लाख छ, स्टक ए मा हामीले 40,000 लगायौँ र स्टक बी मा हामीले 60,000 लगायौँ भनेपछि हाम्रो 40% वेट ए मा चाहिँ हाम्रो 40% लगायौँ भने बी मा चाहिँ हाम्रो 60% लगायौँ भनेको मतलब वेट अफ ए चाहिँ हाम्रो 0.4 भयो र वेट अफ बी चाहिँ हाम्रो 0.6 भयो। अब पोर्टफोलियो रिस्क मतलब पोर्टफोलियो स्ट्यान्डर्ड डेभिएसन कसरी निकाल्ने? त्यसको लागि चाहिँ रुट अन्डर वेट अफ ए को स्क्वायर इन्टु स्ट्यान्डर्ड डेभिएसन अफ ए को स्क्वायर प्लस वेट अफ बी को स्क्वायर इन्टु स्ट्यान्डर्ड डेभिएसन अफ बी को स्क्वायर प्लस 2 वेट अफ ए इन्टु वेट अफ बी इन्टु कोभेरियन्स अफ एबी। अब यहाँ नयाँ कुरा आयो, कोभेरियन्स भनेको के हो? कोभेरियन्स भनेको चाहिँ हिस्टोरिकल डेटाको लागि हेरौँ। हिस्टोरिकल डेटाको लागि चाहिँ कोभेरियन्स निकाल्नलाई समेसन रिटर्न अफ ए माइनस एक्सपेक्टेड रिटर्न अफ ए इन्टु रिटर्न अफ बी माइनस एक्सपेक्टेड रिटर्न अफ बी अपन n-1 र यदि प्रोबाबिलिटी दिएको छ भने चाहिँ यहाँ अपन n-1 नभइकन यहाँ इन्टु यता इन्टु पी हुन्छ। त्यो पनि हेरिहालौँ। यदि प्रोबाबिलिटी डेटा छ भने चाहिँ कोभेरियन्स अफ एबी निकाल्नको लागि समेसन रिटर्न अफ ए माइनस एक्सपेक्टेड रिटर्न अफ ए इन्टु रिटर्न अफ बी माइनस एक्सपेक्टेड रिटर्न अफ बी इन्टु पी यदि प्रोबाबिलिटी डेटा के छ भने। अब कहिले कहिले हामीले कोरिलेसन पनि सोध्न सक्छ। कोरिलेसन भनेको चाहिँ कोभेरियन्स अफ ए एन्ड बी अपन स्ट्यान्डर्ड डेभिएसन अफ ए इन्टु स्ट्यान्डर्ड डेभिएसन अफ बी। हाम्रो कोरिलेसन जहिले पनि -1 देखि 1 को बीचको रेन्जमा हुन्छ। इक्जाम पोइन्ट अफ भ्यूले अर्को इम्पोर्टेन्ट फर्मुला रिक्वायर्ड रेट अफ रिटर्न आरआरआर। आरआरआर भनेको चाहिँ रिस्क फ्री रेट प्लस मार्केट रिस्क माइनस रिस्क फ्री रेट इन्टु बेटा कोएफिसिएन्ट। अनि बेटा कोएफिसिएन्ट भनेको चाहिँ कोभेरियन्स अफ स्टक ए एन्ड मार्केट अपन मार्केट भेरियन्स। मार्केट भेरियन्स भनेको मार्केटको स्ट्यान्डर्ड डेभिएसन को स्क्वायर। अब यो मार्केटको यो सबै क्वेसनमा दिएकै हुन्छ, हामीले क्याल्कुलेट गर्नु पर्दैन। अब चाहिँ हामी अस्मिता पब्लिकेसनबाट क्वेसन सल्भ गरौँ। हाम्रो फर्स्ट क्वेसन 2077 क्वेसन नम्बर 12 मा सोधेको 10 मार्क को न्यूमेरिकल। Consider the following information associated with stock A and stock B given in the following table. Average return stock A 12%, stock B 18%. Standard deviation stock A 6%, standard deviation stock B 8%. Covariance minus 38.4, correlation minus 0.8.
यति गिभन इन्फर्मेसन थाहा भइसकेपछि एमा हेरौँ विच वान स्टक इज मोर रिस्की विच वान स्टक विल यु प्रिफर कुन चाहिँ स्टक रिस्की छ र इन्भेस्ट गर्नको लागि कुन स्टक रोज्नुहुन्छ तपाईँले रे अब हामीले सबैभन्दा पहिला बुझ्न जरुरी छ हो रिस्कको लागि हामी स्ट्यान्डर्ड डेभिएसन र सिबी यति नै छ रिस्क क्याल्कुलेट गर्नको लागि अब स्ट्यान्डर्ड डेभिएसनले चाहिँ हाम्रो टोटल रिस्क मेजर गर्थ्यो भने सिबीले चाहिँ पर युनिट अफ रिस्क फर द रिटर्न चाहिँ क्याल्कुलेट गर्थ्यो अब सरसर्ती हेर्दाखेरि स्ट्यान्डर्ड डेभिएसन स्टक बीको धेरै छ मतलब टोटल रिस्कमा चाहिँ बीको टोटल रिस्क धेरै छ तर हामीले बुझ्नुपर्ने कुरा के हो भने यहाँ टोटल रिस्क मात्र हेर्ने होइन पर युनिट रिटर्नको लागि रिस्क चाहिँ कति छ त्यो चाहिँ क्याल्कुलेट गर्नुपर्ने हुन्छ त्यो क्याल्कुलेट गर्नको लागि हामी सिबी निकाल्छौँ सिबीको फर्मुला हाम्रो स्ट्यान्डर्ड डेभिएसन अपन एक्सपेक्टेड रिटर्न अब स्टक ए को लागि हेरौँ स्टक ए को लागि स्ट्यान्डर्ड डेभिएसन अपन एक्सपेक्टेड रिटर्न गर्दाखेरि चाहिँ हाम्रो 0.5 आयो र स्टक बी को 0.444 आयो मतलब सिबी चाहिँ बी को कम आयो हामीले स्ट्यान्डर्ड डेभिएसन टोटल रिस्क बी को धेरै थियो तर सिबी चाहिँ बी को थोरै आयो किनभने यसको रिटर्न पनि धेरै थियो पर युनिट रिटर्नमा चाहिँ बी को सिबी कम आयो यानी कि पर युनिट रिटर्नमा चाहिँ बी चाहिँ अलि कम रिस्की छ भनेपछि हाम्रो मोर रिस्की चाहिँ पर युनिट रिटर्नको अनुसार स्टक ए भयो र कम रिस्की चाहिँ हाम्रो बी भयो त्यही भएर हामीले कम रिस्क कम जहाँ छ त्यही चाहिँ हामीले लिन्छौँ यानी कि हामीले बीमा चाहिँ इन्भेस्ट गर्छौँ ल अब बीमा हेरौँ इफ यु फर्म अ पोर्टफोलियो अफ स्टक ए एन्ड स्टक बी कम्प्राइजिङ 60% वेल्थ इन स्टक ए एन्ड द रेस्ट इन स्टक बी क्याल्कुलेट द रिस्क एन्ड रिटर्न अफ यर पोर्टफोलियो हामीले चाहिँ पोर्टफोलियो रिटर्न र पोर्टफोलियो रिस्क क्याल्कुलेट गर्नुपर्ने भयो वेटेज अफ ए 60% यहाँदेखि 0.6 र वेट अफ बी रेस्ट भनेको 40% रह्यो 40% भनेको 0.4 पोर्टफोलियो रिस्क र पोर्टफोलियो रिटर्न क्याल्कुलेट गर्नुपर्ने भयो पोर्टफोलियो रिटर्नको लागि चाहिँ हामीले वेट अफ ए इन्टु रिटर्न अफ एक्सपेक्टेड रिटर्न अफ ए प्लस वेट अफ बी इन्टु एक्सपेक्टेड रिटर्न अफ बी यो फर्मुला लगाएपछि हाम्रो आयो रिटर्न पोर्टफोलियो रिटर्न आयो 14.4% र पोर्टफोलियो रिस्क यानी स्ट्यान्डर्ड डेभिएसन पोर्टफोलियो स्ट्यान्डर्ड डेभिएसन निकाल्ने फर्मुला हाम्रो रूट अंडर वेट अफ ए को स्क्वायर इंटू स्टैंडर्ड डेविएशन अफ ए को स्क्वायर प्लस वेट अफ बी को स्क्वायर इंटू स्टैंडर्ड डेविएशन अफ बी को स्क्वायर प्लस 2 वेट अफ ए इंटू वेट अफ बी इंटू कोभेरियन्स अफ एबी यो सबै हामीलाई दिएको छ यो फर्मुला लगाउँदाखेरि हाम्रो पोर्टफोलियो रिस्क यानी कि स्टैंडर्ड डेविएशन 2.18% आयो ल अब सी मा हेरौँ एज्युम रिस्क फ्री रेट and the market rate are 8% and 15% respectively. Covariance between stock A and market return is 54 and variance of market return is 36. Calculate the beta coefficient and what is the required rate of return on stock A. हामीले चाहिँ सबैभन्दा पहिला बेटा कोएफिसिएन्ट क्याल्कुलेट गर्नुपर्ने हुन्छ र त्यसपछि रिक्वायर्ड रेट अफ रिटर्न गिभन इन्फर्मेसन लेखिहालौँ गिभन इन्फर्मेसन रिस्क फ्री रेट 8% मार्केट रिस्क 15% र कोभेरियन्स 54 र मार्केट भेरियन्स 36 र बेटा कोएफिसिएन्ट र रिक्वायर्ड रेट अफ रिटर्न चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ बेटा कोएफिसिएन्टको लागि हाम्रो फर्मुला छ कोभेरियन्स अफ ए एन्ड मार्केट अपन मार्केट भेरियन्स यो भनेको हाम्रो मार्केट भेरियन्स 36 र कोभेरियन्स अफ ए एन्ड मार्केट 54 यानी कि 54 अपन 36 गर्दाखेरि हाम्रो 1.5 आयो र रिक्वायर्ड रेट अफ रिटर्न भनेको चाहिँ रिस्क फ्री रेट प्लस मार्केट रिस्क माइनस रिस्क फ्री रेट इन्टु बेटा कोएफिसिएन्ट हामीले भर्खरै निकालेका छौँ र बाँकी इन्फर्मेसन रिस्क फ्री रेट र मार्केट रेट दिएको छ र यो फर्मुला लगाउँदाखेरि हाम्रो रेट अफ रिक्वायर्ड रेट अफ रिटर्न आयो 18.5% र यति गर्दाखेरि हामीलाई 10 मार्क्स सजिलै ल्याउन सकिन्छ